हेलो साथीहरू के हाल खबर हजुरहरू सबैजनाको यो हजुरहरूको आफ्नै च्यानल एमसिक्यू स्टेसनमा हजुरहरूले पुनः एकपटक स्वागत छ। आजको यो भिडियोमा चाहिँ हामी खरिदहरूको प्रिटेस्ट स्पेशल जेनरल नलेज अथवा एमसिक्यू क्वेसन एन्सरहरू चाहिँ हामी लिएर उपस्थित भइसकेको छौँ। हजुरहरूले यो भिडियोलाई जतिपटक हेर्न सक्नुहुन्छ सुन्न सक्नुहुन्छ सुन्नुहोला। यति मात्रै हेरिदिनु भयो र सुन्नुभयो भने मात्र पनि हजुरहरूलाई फाइनल इक्जामको बेलामा सम्झिनलाई एकदम सजिलो हुन्छ साथीहरू। यति भन्दै आजको यो भिडियो सुरु गरिहालौँ है त साथीहरू। क्वेसन नम्बर 1बाट क्वेसन नम्बर 1मा रहेको छ बिहानीको तारा भनी कुन ग्रहलाई चिनिन्छ। अप्सनहरू रहेका छन् शुक्र, मङ्गल, बुध, बृहस्पति। ल साथीहरू गेस गर्नु है साथीहरू, माथिको अप्सनहरू मध्येबाट बिहानीको तारा भनेर चाहिँ कुन ग्रहलाई चिनिन्छ होला त। शुक्रलाई हो कि मङ्गल, बुध, बृहस्पति, कुन ग्रहलाई चाहिँ बिहानीको तारा भनिन्छ होला त साथीहरू। हजुरहरूले एकदम राइट एन्सरले गेस गर्ने ट्राई गर्नु होला साथीहरू। यसको सही एन्सर रहेको छ शुक्र ग्रह। शुक्र ग्रहलाई चाहिँ बिहानीको तारा पनि भनेर चिनिन्छ है साथीहरू। क्वेसन नम्बर 2मा रहेको छ नेपालले हालसम्म कति देशसँग दौत्य सम्बन्ध कायम गरिसकेको छ। अप्सनहरू रहेका छन् 179वटा, 181वटा, 183वटा, 185वटा। कतिवटा देशसँग चाहिँ नेपालले हालसम्म दौत्य सम्बन्ध कायम गरिसकेको होला त साथीहरू। माथि दिएको अप्सनहरू मध्येबाट एकदम सही एन्सरलाई छान्ने ट्राई गर्नुहोला। यसमा रङ भए पनि हजुरहरू डराउनु पर्दैन, फाइनलमा एकदम राइट एन्सर दिनुहोला। यसको राइट एन्सर रहेको छ 183वटा। 183वटा देशहरूसँग चाहिँ नेपालले हालसम्म दौत्य सम्बन्ध चाहिँ कायम गरिसकेको छ साथीहरू। यसलाई सम्झिनु होला हजुरहरूले। क्वेसन नम्बर 3मा रहेको छ सगरमाथा आरोहण गर्ने पासाङ लम्बु शेर्पा विश्वको कति हो महिला हुन्। अप्सनहरू रहेका छन् 14औं, 15औं, 16औं, 17औं। कति औ महिला हुन् त पासाङ लम्बु शेर्पा चाहिँ साथीहरू। सगरमाथा आरोहण गर्ने विश्व वर्ल्ड वाइडमा चाहिँ कति औ महिला हुन् त। माथि दिएको अप्सनहरूबाट हजुरहरूले एकदम राइट एन्सर छान्ने ट्राई गर्नुहोला। यसको सही एन्सर म भनिदिन्छु। यसको सही एन्सर रहेको छ 17औं महिला सगरमाथा आरोहण गर्ने चाहिँ पासाङ लम्बु शेर्पा चाहिँ वर्ल्ड वाइडमा 17औं महिलामा पर्दछ साथीहरू। क्वेसन नम्बर 4मा रहेको छ नेवार समुदायको पुरोहितलाई के भनिन्छ। अप्सनहरू रहेको छ गुरु, गुभाजु, ज्यापु, भट्ट। माथि उल्लेखित अप्सनहरू मध्ये नेवार समुदायको पुरोहितलाई कुन भनिन्छ होला त साथीहरू। यसको सही एन्सर म भनिदिने नै छु, हजुरहरूले पनि गेस गर्नुहोला। गुभाजु, नेवार समुदायको पुरोहितलाई चाहिँ गुभाजु भनिन्छ साथीहरू। यसको सही एन्सर त म भनिदिनै हाल्दैछु क्वेसनहरूको। हजुरहरूले पनि सही एन्सर दिने ट्राई गर्नु होला साथीहरू। क्वेसन नम्बर 5मा रहेको छ नेपालको भित्री मधेसमा पर्ने जिल्लाहरू कतिवटा रहेका छन् त। 6वटा, 7वटा, 8वटा कि 9वटा। कतिवटा रहेको होला त साथीहरू। 8वटा, 9वटा, 7वटा कि 6वटा। यसको सही एन्सर रहेको छ 7वटा। 7वटा जिल्लाहरू चाहिँ नेपालको भित्री मधेसमा पर्ने जिल्लाहरू रहेका छन् साथीहरू। क्वेसन नम्बर 6मा रहेको छ नेपालको संविधानमा उल्लेखित नीतिहरू कतिवटा रहेका छन्। नेपालको संविधानमा उल्लेखित नीतिहरू चाहिँ कतिवटा रहेका छन् त। 10वटा, 12वटा, 13वटा, 14वटा। कतिवटा नीतिहरू चाहिँ नेपालको संविधानमा उल्लेख गरेका छन् त साथीहरू। यसको सही एन्सर छान्ने ट्राई गर्नुहोला साथीहरू। एकदम सही एन्सर दिने ट्राई चाहिँ हजुरहरूले गर्नुहोला। यसको सही एन्सर रहेको छ 13वटा। नेपालको संविधानमा चाहिँ 13वटा राज्यको नीतिहरू उल्लेख गरेको छ साथीहरू। क्वेसन नम्बर 7मा हेरौँ वैशाख 1 गतेलाई कहिलेदेखि नयाँ वर्षको रूपमा मनाउन थालिएको हो। विक्रम सम्वत 1960, 1961, 1962, 1963। कहिले सालबाट साथीहरू वैशाख 1 गतेलाई चाहिँ नयाँ वर्षको रूपमा मनाउन थालेको हो त। विचार गर्नुहोस् त साथीहरू। माथि लेखिएको अप्सनहरू मध्येबाट सही एन्सर कुन होला त। वैशाख 1 गतेलाई चाहिँ कति सालदेखि चाहिँ नयाँ वर्षको रूपमा मनाउन थालेको हो त साथीहरू।
यसको सही आन्सर रहेको छ विक्रम सम्वत 1961 सालबाट चाहिँ हरेक वैशाख 1 गते नयाँ वर्षको रूपमा मनाउन थालेको हो। क्वेसन नम्बर 8मा रहेको छ क्वेसन नम्बर 8मा सुदूरपश्चिम प्रदेशमा कतिवटा जिल्लाहरू रहेका छन् त साथीहरू? अप्सनहरू रहेका छन् 8वटा, 9वटा, 10वटा, 11वटा। हाम्रा 7वटा प्रदेशहरूमध्ये सुदूरपश्चिम प्रदेशमा चाहिँ कतिवटा जिल्लाहरू रहेका छन् त साथीहरू? 77वटा जिल्लाहरूमध्ये सुदूरपश्चिममा कतिवटा जिल्लाहरू पर्दछन् त? यसको सही आन्सर रहेको छ 9वटा। सुदूरपश्चिम प्रदेशमा चाहिँ 9वटा जिल्लाहरू रहेका छन् साथीहरू। सम्झिनु होला साथीहरू। क्वेसन नम्बर 9मा रहेको छ दिगो विकासको कतिवटा लक्ष्यहरू रहेका छन्? अप्सनहरूलाई हेरौँ 15वटा, 16वटा, 17वटा, 18वटा। दिगो विकासको चाहिँ लक्ष्यहरू कतिवटा रहेका छन् त साथीहरू? 15वटा हो कि 16वटा हो कि 17वटा हो कि 18वटा हो? गेस गरेर सही आन्सर तपाईँहरूले दिनुहोला साथीहरू। यसको सही आन्सर रहेको छ 17वटा। दिगो विकासको चाहिँ 17वटा लक्ष्यहरू रहेका छन् साथीहरू। त्यो 17वटा लक्ष्यहरूलाई पनि हजुरले सर हेर्नु होला एकचोटि। क्वेसन नम्बर 10मा हेरौँ। क्वेसन नम्बर 10मा रहेको छ तातो पानी व्यापारिक नाका कुन जिल्लामा पर्दछ? यसको अप्सनहरू रहेका छन् सिन्धुपाल्चोक, ताप्लेजुङ, दोलखा, गोर्खा। कुन जिल्लामा पर्दछ साथीहरू तातो पानी व्यापारिक नाका? हाम्रो चाइनासँगको व्यापारिक नाका हो यो। चाइनासँग जति पनि व्यापार गर्छ नि त्यसको मुख्य नाकाहरूमा तातो पानी व्यापारिक नाका पनि पर्दछ साथीहरू। यो चाहिँ कुन जिल्लामा पर्दछ भन्दाखेरि सिन्धुपाल्चोक जिल्लामा पर्दछ। तातो पानी व्यापारिक नाका चाहिँ सिन्धुपाल्चोक जिल्लामा पर्दछ। क्वेसन नम्बर 11मा रहेको छ प्रशान्त महासागरको सबैभन्दा गहिरो भाग कुन हो? अप्सनहरू रहेका छन् टागा ट्रेन्च, मारियाना ट्रेन्च, जापान ट्रेन्च, कुरिल ट्रेन्च। कुन चाहिँ हो त साथीहरू प्रशान्त महासागरको सबैभन्दा गहिरो भाग चाहिँ? कुन होला त साथीहरू गेस गर्नुहोस् त। जापान ट्रेन्च हो, कुरिल ट्रेन्च कि टागा ट्रेन्च हो? होइन भने एउटा मात्र बाँकी भएको मारियाना ट्रेन्च। यही चाहिँ करेक्ट आन्सर हो साथीहरू। प्रशान्त महासागरको सबैभन्दा गहिरो भाग चाहिँ मारियाना ट्रेन्च हो। क्वेसन नम्बर 12मा रहेको छ पासाङ डम्बु शेर्पाले कहिले सगरमाथा आरोहण गरेकी थिइन्? अप्सनहरू रहेका छन् विक्रम सम्वत 2047 वैशाख 10 गते, विक्रम सम्वत 2049 वैशाख 10 गते, विक्रम सम्वत 2050 साल वैशाख 10 गते, विक्रम सम्वत 2051 साल वैशाख 10 गते। कति सालमा चाहिँ पासाङ डम्बु शेर्पाले सगरमाथा आरोहण गरेकी थिइन् त साथीहरू? एकदम राइट एन्सर गेस गर्नु होला। यो एकदम सजिलो एन्सर पनि हो। विक्रम सम्वत 2050को वैशाख 10 गते चाहिँ पासाङ डम्बु शेर्पाले सगरमाथा आरोहण गरेकी थिइन्। वर्ल्ड वाइडमा 17औं महिलाको रूपमा पासाङ डम्बु शेर्पाले सगरमाथा आरोहण गरेकी थिइन्। क्वेसन नम्बर 13मा रहेको छ नेपालमा दरबार हत्याकाण्ड कहिले भएको थियो? विक्रम सम्वत 2057 जेठ 19 गते, 58 जेठ 19 गते, 59 जेठ 19 गते, 60 जेठ 19 गते। कति सालमा चाहिँ नेपालमा दुःखद दरबार हत्याकाण्ड भएको थियो त साथीहरू? माथिको अप्सनहरूबाट एकदम सही एन्सर गेस गर्नुहोला। यो हामी जो कोहीलाई पनि थाहा भएको एन्सर हो साथीहरू। हजुरहरूले यसको सही आन्सरलाई दिनु होला साथीहरू। यसमा चाहिँ हजुरहरूले एकदम करेक्ट दिनु होला साथीहरू। यो किनकि सबैले थाहा हुने घटना हो यो। यसको सही आन्सर रहेको छ विक्रम सम्वत 2058को जेठ 19 गते चाहिँ नेपालमा दुःखद दरबार हत्याकाण्ड भएको थियो साथीहरू। क्वेसन नम्बर 14मा नेपालको संविधानको पहिलो संशोधन कहिले भएको थियो? विक्रम सम्वत 2072को फागुन 14 गते, 2072को फागुन 15 गते, 2072को फागुन 16 गते, 2072को फागुन 17 गते। कहिले चाहिँ भएको थियो होला त साथीहरू? विक्रम सम्वत 2072को असोज 3 गते जारी भएको नेपालको संविधानको पहिलो संशोधन चाहिँ कहिले भएको थियो होला त? माथिको अप्सनहरूबाट हजुरले एकदम राइट अप्सन चाहिँ छान्नु होला साथीहरू। राइट एन्सर दिने ट्राई गर्नु होला। यसको सही एन्सर रहेको छ विक्रम सम्वत 2072को फागुन 16 गते चाहिँ नेपालको संविधानको पहिलो संशोधन भएको थियो। अब क्वेसन नम्बर 15मा हेरौँ। क्वेसन नम्बर 15मा रहेको छ
लार्के भन्ज्याङ कुन जिल्लामा पर्दछ? अप्सनहरू रहेका छन् मुगु, गोर्खा, बझाङ, डोल्पा। लार्के भन्ज्याङ चाहिँ कुन जिल्लामा पर्दछ साथीहरू? मुगुमा पर्छ कि गोर्खामा पर्छ कि बझाङमा पर्छ कि डोल्पामा पर्छ साथीहरू? माथिको अप्सनहरूबाट एकदम सही एन्सर छान्नुहोला। यो पनि सुनिरहेको भन्ज्याङ हो साथीहरू। लार्के भन्ज्याङ चाहिँ गोर्खा जिल्लामा पर्दछ। गोर्खा जिल्लामा पर्दछ साथीहरू। क्वेसन नम्बर 16मा रहेको छ बिमस्टेकको छैटौँ शिखर सम्मेलन कहाँ सम्पन्न भएको थियो? अप्सनहरू रहेका छन् श्रीलङ्का, नेपाल, थाइल्यान्ड, भारत। बिमस्टेकको छैटौँ शिखर सम्मेलन चाहिँ कहाँ सम्पन्न भएको थियो होला त साथीहरू? श्रीलङ्कामा भएको थियो कि नेपालमा भएको थियो कि थाइल्यान्डमा भएको थियो कि भारतमा भएको थियो त? यसको सही एन्सर रहेको छ थाइल्यान्डमा चाहिँ बिमस्टेकको छैटौँ शिखर सम्मेलन सम्पन्न भएको थियो। याद गर्नुहोला साथीहरू, आउन सक्छ यो क्वेसनहरू। क्वेसन नम्बर 17मा रहेको छ नेपालमा कमैया प्रथाको अन्त्य कहिले भएको थियो? अप्सनहरूलाई रहेको छन् विक्रम सम्वत 2057 साउन 1 गते, विक्रम सम्वत 2057 साउन 2 गते, विक्रम सम्वत 2057 साउन 3 गते, विक्रम सम्वत 2057 साउन 4 गते। नेपालबाट चाहिँ कमाया प्रथाको अन्त्य चाहिँ कति सालमा भएको थियो त साथीहरू? कति सालको कति गति भएको थियो होला त? माथिको अप्सनहरूबाट हजुरहरूले एकदम सही एन्सर छान्नुहोला साथीहरू। यसको सही एन्सर रहेको छ विक्रम सम्वत 2057को साउन 2 गते चाहिँ नेपालमा कमाया प्रथाको अन्त्य भएको थियो। क्वेसन नम्बर 18मा रहेको छ ओजन तह कति उचाइमा रहेको छ? अप्सनहरूलाई हेरौँ। अप्सन नम्बर एमा रहेको छ 5 देखि 10 किलोमिटर, 15 देखि 25 किलोमिटर, 25 देखि 40 किलोमिटर, 50 देखि 60 किलोमिटर। कति किलोमिटरको उचाइमा रहेको छ त साथीहरू? पृथ्वीको सतहबाट ओजन तह चाहिँ कति किलोमिटरको उचाइमा अवस्थित छ अथवा रहेको छ अथवा पाउँछ? यसको सही एन्सर रहेको छ 25 देखि 40 किलोमिटरको उचाइमा चाहिँ ओजन लेयर अथवा ओजन तह रहेको छ। क्वेसन नम्बर 19मा रहेको छ मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन भन्ने भने कसको हो? अप्सनहरू रहेको छ माधव प्रसाद घिमिरे, लक्ष्मीप्रसाद देवकोटा, मोतीराम भट्ट, सिद्धिचरण श्रेष्ठ। माथिको कविहरूमध्ये कसको भनाइ हो त साथीहरू? मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन भन्ने भनाइ चाहिँ कसको हो? सायद यसको एन्सर थाहा नहुने मान्छे कोही पनि छैन होला साथीहरू। त्यही भएर यसको राइट एन्सर मै भनिदिन्छु साथीहरू। ल, लक्ष्मीप्रसाद देवकोटा। लक्ष्मीप्रसाद देवकोटाले चाहिँ मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन भन्ने भनाइ भनेको थियो साथीहरू। क्वेसन नम्बर 20मा रहेको छ विज्ञान साइन्सका पिता भनेर कसले चिनिन्छ? अप्सनहरू रहेका छन्। यसको अप्सनहरू रहेका छन् ग्यालिलियो ग्यालिली, अल्बर्ट आइन्स्टाइन, अरिस्टोटल, आइजक न्युटन। कसलाई भनिन्छ त साथीहरू विज्ञानको पिता अथवा फादर अफ साइन्स भनेर? माथि उल्लेखित अप्सनहरूमध्ये कसलाई भनिन्थ्यो होला त साथीहरू? कसलाई भनिन्छ होला? भनिन्थ्यो होइन साथीहरू, भनिन्छ होला। कसलाई भनिन्छ होला त साथीहरू? एकदम राइट एन्सर गेस गरेर भन्नुहोला साथीहरू। यसको सही एन्सर रहेको छ अल्बर्ट आइन्स्टाइन। अल्बर्ट आइन्स्टाइनलाई चाहिँ फादर अफ साइन्स भनेर चिनिन्छ साथीहरू, भनिन्छ। क्वेसन नम्बर 21मा रहेको छ बाबुलाई कैदी बनाई आफै राजा भएका व्यक्ति को हुन् त साथीहरू? अप्सनहरू रहेका छन् भीमसेन थापा, पृथ्वीनारायण शाह, रणबहादुर शाह, प्रताप मल्ल। यस्तो पनि थियो साथीहरू आफ्नै बुबालाई कैदी बनाएर आफै राजा भन्ने चलन पनि थियो साथीहरू पहिला पहिला। अहिलेको समय ठिक छ साथीहरू, होइन त? भन्नुहोस् त तपाईँहरूलाई कस्तो लाग्छ? यसको सही एन्सर रहेको छ प्रताप मल्ल। प्रताप मल्लले चाहिँ आफ्नै बाबुलाई कैदी बनाएर आफू राजा भएको थियो साथीहरू। क्वेसन नम्बर 22मा रहेको छ गण्डकी प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो? अप्सनहरू रहेका छन् लमजुङ, पर्वत, मनाङ, मुस्ताङ। गण्डकी प्रदेशको सबैभन्दा सानो जिल्ला कुन होला त साथीहरू? गेस गर्नुहोस् साथीहरू, एकदम राइट एन्सर गेस गर्नुहोस्। अप्सनलाई राम्रोसँग हेरेर, क्वेसनलाई राम्रोसँग बुझेर त्यसको सही एन्सर गेस गर्नुहोला साथीहरू। यसको सही एन्सर रहेको छ पर्वत। पर्वत जिल्ला चाहिँ गण्डकी प्रदेशको सबैभन्दा सानो जिल्ला हो साथीहरू। क्वेसन नम्बर 23मा रहेको छ नेपालको 75 जिल्लालाई 77 जिल्ला बनाउन थप गरेको जिल्लाहरू कुन कुन हुन्?
अप्सनहरू रहेका छन् मनाङ र मुस्ताङ, रौतहट र सर्लाही, कैलाली र कञ्चनपुर, नवलपुर र रुकुमपुरमा। कुन कुन दुईवटा जिल्ला चाहिँ थपेर चाहिँ साथीहरू 75वटा जिल्ला भएकोमा चाहिँ 77 जिल्ला बनाएको हो त साथीहरू। गेस गर्नुहोस् त साथीहरू। यसको राइट एन्सर रहेको छ नवलपुर र रुकुमपुरमा थपेर चाहिँ नेपालको 75 जिल्लालाई चाहिँ 77 जिल्ला बनाएको छ साथीहरू। हाल नेपालमा 77वटा जिल्लाहरू रहेका छन्। क्वेसन नम्बर 24मा हेरौँ। आफू खैरेनीदेखि गोर्खासम्मको राजमार्गलाई के भनिन्छ? अप्सनहरू रहेको छ पृथ्वी राजमार्ग, अमरसिंह थापा राजमार्ग, कालुपाडे राजमार्ग, भीमसेन थापा राजमार्ग। के नामले चाहिँ चिनिन्छ त साथीहरू? कुन राजमार्गको नामले चिनिन्छ त आफू खैरेनीदेखि गोर्खासम्मको राजमार्गलाई? माथि दिएका अप्सनहरू मध्येमा कुन चाहिँ अप्सन चाहिँ राइट होला त साथीहरू? आफू खैरेनीदेखि गोर्खासम्मको राजमार्गलाई चाहिँ के भनिन्छ भन्दाखेरि चाहिँ अमरसिंह थापा राजमार्ग भनिन्छ। तपाईहरूले यस्तो राजमार्गहरूको पनि याद गर्नुहोला साथीहरू। क्वेसन नम्बर 25मा रहेको छ राष्ट्रिय विज्ञान दिवस कहिले मनाइन्छ? अप्सनहरू रहेका छन् भदौ 1 गते, असोज 1 गते, कार्तिक 1 गते, मङ्सिर 1 गते। प्रत्येक वर्ष राष्ट्रिय विज्ञान दिवस कहिले मनाउँछ त साथीहरू? माथिको अप्सनहरूबाट हजुरहरूले एकदम राइट एन्सर, यो सबैले थाहा भएको एन्सर हो साथीहरू। यसको सही एन्सर रहेको छ असोज 1 गते चाहिँ प्रत्येक वर्ष नेपालमा राष्ट्रिय विज्ञान दिवस मनाउँदै आएको छ साथीहरू। थ्याङ्क यू हजुरहरूलाई एकदम धेरै धेरै धन्यवाद छ भिडियो अन्तिमसम्म हेरिदिनु भएको